एजुकेशन इज द पासपोर्ट टू अ ब्राइट फ्यूचर। धन्यवाद कार्यक्रम सञ्चालकज्यूलाई। आदरणीय सभाध्यक्षज्यू, प्रमुख अतिथिज्यू, विशिष्ट अतिथिज्यू, अन्य अतिथिहरू, एक हातमा कलम र अर्को हातमा तराजु लिएर बस्नुभएको निर्णायकज्यू, समयपालकज्यू, उपस्थिति सम्पूर्ण गुरुहरू र प्रतिस्पर्धी साथीहरूमा श्री भीमेश्वर रुद्र माध्यमिक विद्यालय र मेरो व्यक्तिगत तर्फबाट हार्दिक नमस्कार। आजको यस वक्तकला प्रतियोगितामा शैक्षिक सुधारका आवश्यकता, हामी सबैको तत्परता भन्ने विषयमा आफ्नो भनाइ राख्न यस मञ्चमा उपस्थित भएको छु। शिक्षा भनेको मानिसलाई बाटो देखाउने एक मार्ग हो। मानिसले आफ्नो जीवनयापन गर्नका लागि तयार पार्ने शैक्षिक भौतिक शिक्षा ग्रहण गर्नका लागि कुनै पनि उमेर, जात, लिङ्ग, भाषा, धर्म र संस्कारले छेक्न सक्दैन। नेपालको संविधानको धारा 31 मा आधारभूत तहसम्मको अनिवार्य निशुल्क र माध्यमिक तहसम्म निशुल्क भनिएको छ। शिक्षामा सुधार आउने बित्तिकै सरकारले तत्कालै नयाँ ऐन र नियम ल्याएर लागू गर्नुपर्छ। 2028 साल राष्ट्रिय शिक्षा पद्धतिलाई परिवर्तन गरी पाठ्यक्रम अहिलेको समय सान्दर्भिक लागू गर्नुपर्छ। विद्यालय शिक्षा आर्जन गर्ने पवित्र मन्दिर हो। विद्यार्थीले फ्री फायर, टिकटक र पब्जी जस्ता मोबाइलमा खेल्ने खराब खेलबाट टाढा रहनुपर्छ। विद्यार्थी जिज्ञासु भई आफ्नो कार्यमा मन, वचन र कर्मले प्रतिबद्ध हुनुपर्छ। शिक्षकले विद्यार्थीलाई विद्यालयमा टिकाउने र बिकाउने काम गर्नुपर्छ। शिक्षा एकजना मात्र सरकारको विषय नभएर समूह वा समाजको विषय हो। कुनै पनि विद्यालयमा सुधार गर्न र त्यहाँ काम गर्न कर्मचारी र शिक्षकहरूको मुख्य भूमिका हुन्छ महोदय। यति मात्र नभएर विद्यालयलाई चौतर्फी सुधार गर्नका लागि शैक्षिक भौतिक व्यवस्थापकीय सुधारका आवश्यकता हुन्छ। अहिले पनि नेपालमा धेरै जसो विद्यालय पुरानै शैलीमा चलिरहेका छन्। त्यसैले हरेक कक्षा अझ एसई सिकाइ उपलब्धि साह्रै कमजोर छन्। सजिला भनिएका विषय बाहेक गणित, अङ्ग्रेजी र विज्ञान विषयमा सिकाइ उपलब्धि छैन महोदय। त्यसकारण विद्यार्थीलाई विद्यालयमा पढाएर हुँदैन, अभिभावकहरूलाई पनि पढाउनु पर्छ। सभाध्यक्ष महोदय, नेल्सन मण्डेलाको भनाइ छ, एजुकेसन इज द मोस्ट पावरफुल वेपन विच यु क्यान चेन्ज द वर्ल्ड। शिक्षा एउटा यस्तो शक्तिशाली अस्त्र हो जसले संसारलाई बदल्न सक्छ। त्यसैले तपाईँ हामी सबैले शैक्षिक सुधारका कुनै कसरमा चुक्नुहुन्न भन्ने मलाई लाग्छ। एक थुकी सुकी 100 थुकी नदी। तपाईँ हामीले एक अर्कालाई अछिप्लाइरहँदा, मकैत कायम राखिरहँदा चेतना र सृजनाको सहयोग यी कलिला विद्यार्थीको भविष्य कता जाला? यसको परिणाम हो अहिलेको पश्चिम संस्कृतिको प्रभाव, पब्जी र फ्री फायर अनि टिकटकको दबाव। त्यसैले सभाध्यक्ष महोदय, युनिटी इज स्ट्रेन्थ। अब हामी सबै जुट्नुपर्ने बेला आएको छ महोदय। आजको युगसँग मिल्ने प्रविधि मैत्री रोजगारमूलक शिक्षातर्फ शैक्षिक सुधारका समुदाय, वर्ग, लिङ्ग, जात, भाषा, धर्मसँग समेटिने गरी सबैको पहुँच पुग्ने शिक्षा आवश्यक हुन्छ। अन्त्यमा म के भन्न चाहन्छु भने शैक्षिक सुधारका आवश्यकता हामी नेपालमा बस्ने सबै नेपालीहरूको हो। त्यसैले सबै नेपालीहरूले तत्परता र उत्सुक हुने शिक्षातर्फ आकर्षक गरी प्रविधि मैत्री रोजगारमूलक शिक्षातर्फ आकर्षक गरी सिपयुक्त हुनुपर्छ। जनशक्ति उत्पादनमा शिक्षक, विद्यार्थी, अभिभावक साथै समुदाय स्वयं, स्थानीय सरकार लगायत राष्ट्रिय निकायले पनि शैक्षिक सुधारमा तत्परता हुनु जरुरी छ भन्दै मेरो भनाइ यही टुङ्ग्याउँछु।